तपाईँले आफ्नो दयाले धर्मले त्यो कुरा चाहिँ गर्नु होला। हामी यहाँ आज दिदीहरूसँग प्रत्यक्ष रूपमा यो 3 जना टोली बनाएर उहाँहरूले चाहिँ यो राप्तीसुने गाउँपालिका वार्ड नम्बर 5 मा आफ्नो तर्फबाट आर्थिक सहयोग जुटाउनु भएको छ। दिदीहरूलाई सबैलाई हार्दिक नमन गर्न चाहन्छु। यो बिहानी प्रहरमा जुन तपाईँले यो मानवीय धर्म कर्म कमाउनका लागि चाहिँ एउटा अभियान चाल्नुभयो, यो बाबुलाई बचाउने अभियानमा सक्रिय रूपमा लाग्नु भएको लाई चाहिँ हामी हार्दिक नमन गर्न चाहन्छौँ। विशेष गरी आज तपाईँको टिमबाट हजुरको शुभ नाम बिमला बोहरा, कति जुट्यो हजुरको? 16,290। दर्शकबिनहरू, यो 16,290 बिमला बोहरा दिदीबाट चाहिँ यो उहाँको टिमले जुटाएको छ। यो पैसा चाहिँ 16,290 रुपियाँ भने दिदी हजुरलाई पनि नमस्कार। अनि हजुरको कति जुटाउनु भयो हजुरहरूले? 25,085 रुपियाँ। दिदीको शुभ नाम? भाविता पुनको टिमबाट 25,085 रुपियाँ उहाँले जुटाउनु भयो भने दिदी हजुरलाई पनि नमस्कार। हजुरकोबाट कति उठ्यो? यो हाम्रो धान रोपाई समूहदेखि हो, कृषि सुधार समूहसम्म छ हाम्रो, त्योबाट हाम्रो 15 जना छन् समूहको कोषबाट। दिदी बहिनीहरूकोबाट कोषबाट कति? 5,000 हजुरले जुटाउनु भयो। अनि त्यसै गरी हजुरको समूहबाट कति? 24,410। हजुरको शुभ नाम? बिनावलीबाट। भनेपछि आज यो नेतृत्व जो बाबुलाई बचाऊ अभियानमा 4 जना नेतृत्वले यहाँ सबै हामी देखाइरहेका छौँ दृश्यमा, उहाँहरूबाट समग्र कति पैसा भयो त? यो टोटल जम्मा कति सबै जोड्दा? 70,290 रुपियाँ। दर्शकबिनहरू, यो 70,290 रुपियाँ कुशल डाङ्गे बचाऊ अभियानका लागि उनी चाहिँ आज नेपालगञ्जमा हस्पिटलमा भर्ना हुनुहुन्छ। यो सबैले कामना गरौँ, कुशल डाङ्गेलाई बचाउने अभियानमा सबैले आर्थिक सहयोग धेरैभन्दा धेरै जुटाउँदै र यो हस्तान्तरण हामी गर्दैछौँ। यो पैसा कसलाई दिने? उहाँको अभिभावकको हुनुहुन्छ? हजुरआमा हजुर हो। यो 70,000 हजुरले नै हस्तान्तरण दिनु। यो पैसा आज बिमला दिदी, भाविता दिदी, त्यसै गरी सीता, अनि त्यसरी बिना नानुले चाहिँ यो 4 जनाको यो उहाँ टिम लिडर हुनुभयो। उहाँले चाहिँ सम्पूर्ण रकम 70,210 रुपियाँ यो पैसा चाहिँ उहाँलाई चाहिँ यो कुशल डाङ्गे बचाऊ अभियानमा उहाँ आमालाई हस्तान्तरण गरिदिनका लागि हार्दिक अनुरोध गर्छु। मान्छेले दर्शकबिनहरू अझै पनि हामी कोसिस गर्नेछौँ, तपाईँ चिन्ता नगर्नुहोला। हामी बचाउने अभियानमा लाग्नेछौँ र देश प्रदेशमा रहनुहुने सम्पूर्ण भगवान रूपी दर्शकहरूलाई म हार्दिक अपिल गर्न चाहन्छु, यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। यो बाबुलाई बचाउने अभियानमा, कुशल डाङ्गेलाई बचाउने अभियानमा सबै लाग्दिनु होला भन्दै हजुरआमा यो पैसा चाहिँ तपाईँलाई हामी हस्तान्तरण गरेका छौँ। र के छ हजुरले दर्शकहरूलाई यो आज पीडाको प्रहरमा हुनुहुन्छ, के बोल्न मन छ? हजुरले बोल्न मन छ भने बोल्नु भयो हुन्छ, बोल्नु भयो हुन्छ। सबैले सहयोग गरिदिनु होइन, ठिक छ, बोल्नु भयो हुन्छ, आफ्नो मनको भाव बोल्न पायो होइन। दर्शकबिन, यो हजुरआमा हुनुहुन्छ आज, यो 7 वर्षको बाबु नाति आज हस्पिटलमा छ होइन। हजुरबा के छ? आउनु भयो हुन्छ, आउनु के